नमस्कार, मेरो स्वर अलि सानो छ र यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्नको लागि अहिले हामी यहाँ छौँ। दर्शकबिन के घर के डेरा देख्न सक्नुहुन्छ दर्शकहरूलाई। नमस्कार, नमस्ते। दर्शकबिन के घर के डेरा आजबाट देशभरका हलमा रिलिज भएको छ र यति बेला देख्न सक्नुहुन्छ हामी रञ्जना हलमा छौँ र हाउसफुलको अवस्था छ। यहाँ नायिका केकी अधिकारी पनि आउनुहुन्छ। सबैजनालाई नमस्कार, मेरो स्वर अलि सानो छ। शुक्रबारको बिहानको एकदम महत्त्वपूर्ण समय यहाँहरूले के घर के डेरा घर नम्बर 2 को लागि दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछौँ। म कलाकार यो चलचित्रमा रिचाको रूपमा देख्नुभयो होला। हामीसँग खगेन्द्रजी हुनुहुन्छ, राजाराम, त्यस्तै गरेर सृजनाजी हुनुहुन्छ र अरू टिम मेम्बर्सहरू पनि हामीसँग हुनुहुन्छ र यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्नको लागि अहिले हामी यहाँ छौँ। यदि कसैलाई फिडब्याक दिन मन छ भने, चलचित्रबारे प्रतिक्रिया दिन मन छ, सुझाव दिन मन छ भने हामी बाहिर हुन्छौँ र हजुरहरूले आफूलाई मनमा लागेको एकदम इमान्दार प्रतिक्रिया हामीलाई दिनु होला है त। थ्याङ्क यू सो मच। कस्तो लाग्यो? कस्तो लाग्यो? राम्रो लाग्यो। त्यहाँ मुभी भनेको इटा र सिमेन्टले मात्र घर बन्दैन होइन, घर बन्नको लागि स्मृति चाहिन्छ भन्नुभएको थियो होइन। एकदम राम्रो लाग्यो, एकदम इमोसनल बनाइदिनु भयो। अनि हाम्रो एकजना क्यारेक्टर पूर्ण हुने क्यारेक्टर हुनुहुन्छ, उहाँको एक्टिङ एकदम बवाल लाग्यो। त्यो लास्टको यस्तोवाला त्यो उहाँको एक्सन छ त्यो झन् बेस्ट छ। एकदम फेमिली फिल्म छ होइन। सबैजना घर परिवारमा छोराछोरी आमा बाउ सबै आएर हेर्न मिल्ने खालको मुभी छ। सबैलाई एकदम हाइली रिकमेन्ड छ मेरो यो मुभीको लागि चाहिँ। मलाई कस्तो एक्टिङ मन पर्यो भन्नुहोस्? मलाई हाम्रो खैदर लामिछानेको त बेस्ट भइहाल्यो, राजाराम क्यारेक्टरमा उहाँ हुनुहुन्छ होइन। त्यसपछि जुन पूर्वा भन्ने हुनुहुन्छ उहाँको एक्टिङ पनि बवालै थियो। तपाईँले जिन्दगीमा त्यो कुनै घटना आफूसँग बिहोर्नु भएको छ, घटना भोग्नु भएको छ? कस्तो घटना? यो फिल्मको घटना? घटनाहरू धेरै बोकेको छु। किन भन्दाखेरि म अहिले प्रोफेसनल लाइफमा छु होइन। मैले पनि कोरोनाको बेलामा यो व्यापारिकदेखि लिएर हाम्रो जबहरूमा कति इफेक्ट गरेको छ कोरोनाले। नाकाबन्दी भूकम्प आयो होइन, त्यो बेला हाम्रो कति असर गरिरहेको छ र हामी पैसाको अभावको कारणले गर्दाखेरि मान्छेहरूसँग सम्बन्ध कसरी टाढिन्छ र पैसाकै कारणले गर्दाखेरि सम्बन्ध नजिक कसरी बन्छ भनेर एकदम मुभीमा रियालिटी देखाउन खोज्नु भएको छ। मैले पनि कयौँ पटक अब आफूसँग पैसा नहुँदा अथवा त्यस्तै बेहोरा फस्दाखेरि फोन कहिले अफ गर्ने, फोन रिसिभ नगर्ने पनि गर्ने गर्थेँ होइन। एकदम रियालिटी मुभी छ र कलाकारहरूले एक्टिङ गर्नु भएको छैन, एकदम नेचुरल छ। त्यही भन्न चाहन्छु। म त रोएँ पनि। मैले फिल्म हेर्न भनेर हाम्रो 4-5 जना भाइ बहिनीहरूलाई पनि लिएर आएको थिएँ होइन, कलेजको बहिनीहरूलाई। हामी त सबैजना रोयौँ मुभी हेरेर। भाइहरूले भन्छ अलि अगाडि आइदिनुहोस् न ल, अलि अगाडि क्यामेरामा सबै देख्नुहोस्। मुभी लास्ट इमोसनल छ, लास्ट राम्रो छ, स्टोरी पनि बवाल। आउनुहुन्छ कि भनेर एक्सपेक्टेसन राखेको थियो, आउनु भएन। त्यति अरू सबै राम्रो। ओके, अलि अगाडि आइदिनुहोस् न ल, अलि अगाडि। कस्तो लाग्यो? चाहिँ अब धेरै जस्तो काठमाडौँमा त सबै डेरामा बस्ने मान्छेहरू हुन्छ नि त। अनि अब हामीलाई त लाग्थ्यो कि डेरामा बस्ने मान्छेहरूको मात्रै पीडा हुन्छ, तर अब घरबेटीहरू त धनी हुन्छ त्यस्तो लाग्छ नि त। त्यो फिल्म हेरेर चाहिँ घरबेटीहरूलाई पनि झन् धेरै हाम्रो भन्दा नि प्रब्लम हुँदो रहेछ भनेर। अनि धेरै पैसा भन्दा पनि हुन्छ नि, जति पैसा जोगाउनु जाने भने धेरै गर्न सक्दो रहेछ। अनि सम्बन्ध त्योदेखि चाहिँ म एकदम धेरै इन्सपायर भएँ। पैसा कि सम्बन्ध? त्यसो भए हजुर, पैसा कि सम्बन्ध? पैसा जोगाउने तर भन्नाले हाइली पनि नराख्ने, ठिकै हुने, तर जोगाउने पनि सम्बन्ध धेरै। सबैभन्दा धेरै इमोसनल चाहिँ त्यो हुन्छ नि, त्यो आफ्नो सबै कुरा गुमाएर त्यो खोलामा एक्लै भएको बेला त्यो सिन चाहिँ म एकदम धेरै इमोसनल भएको थियो। अनि त्यो खगेन्द्र दाईको त्यो लास्टको थियो नि, त्यो सम्बन्ध जोगाउने त्यो कुराहरूबाट चाहिँ म एकदम इन्सपायर भएँ। अब आफ्नो अगाडिको दिनमा पनि म त्यो कुराहरू लागु गर्छु कि जस्तै मान्छेहरूसँग राम्रो कसरी हुने भन्ने कुरामा। थ्याङ्क यू सो मच। एकदम कस्तो लाग्यो? रमाइलो लाग्यो। म चाहिँ फर्स्ट टाइम मुभी हेर्न आएको थिएँ। फर्स्ट टाइम हलमै? वाउ, कस्तो रह्यो त एक्सपिरियन्स? रमाइलो भयो। सम्बन्ध कस्तो हुनु पर्दो रहेछ फ्यामिलीको, श्रीमान श्रीमतीको जस्तो लाग्यो? बुझ्नुभयो? कस्तो बुझ्नुभयो? जोगाउन सिक्नु पर्दो रहेछ।
है त्यो भयो भने घर टिक्छ ओके हस् थ्याङ्क यू कस्तो लाग्यो मलाई पनि एकदम राम्रो लाग्यो आँखामा एक दुई थोपा पानी आउन खोजिरहेको थियो त्यो पनि अब पानी पनि आँसु त हो नि अनि त्यही अब राम्रो लाग्यो परिवारको र पैसाको सम्बन्ध कस्तो हुन्छ भनेर छुट्याएर ठ्याक्कै देखाइदियो अब सम्बन्ध भयो भने पैसा पनि आफै आइहाल्छ पैसाले सम्बन्ध बनाउँदैन सम्बन्धले पैसा मतलब सम्बन्ध भयो भने पैसाको खाँचो हुँदैन त्यो भनेर चाहियो राम्रोसँग अनि यति भन्दै भगवान श्री राम नामको लिएर जय श्री राम कस्तो लाग्यो मुभी एकदम राम्रो लाग्यो हामी यहाँ कलेज बन्द गरेर आएको झन् यस्तो राम्रो लाग्यो हामी तिनीहरू बन्द गरेर आएको छौँ ओके पैसा के सम्बन्ध त्यसो भए अफ कोर्स मनी तर मनी नै हो सम्बन्ध चाहिँदैन त्यो दुईटै पैसा पनि चाहियो अनि अब सम्बन्ध पनि हुँदैन पैसा दुईटैमा एकदम दुईटै चाहिन्छ हामीलाई ओके अब भविष्यमा श्रीमतीलाई माया त गर्नुहुन्छ नि यो मुभी हेरेपछि गर्नै पर्छ त त्यो अब सिप चाहिँ राम्रो लाग्यो अब पार्ट 3 पनि चाहियो पार्ट 3 चाहियो हैन ओके कस्तो लाग्यो मुभी मलाई नि एकदमै राम्रो लाग्यो के भन्न चाहन्छु भने राजरामको 12 लाख चाहिँ फिर्ता हुनुपर्छ ए ओके कस्तो लाग्यो बहिनीहरु मुभी कलेज बन्द गरेर हो कुन कलेज भन्नु त कुन कलेज तस्बिन चलचित्र के घर के डेरा घर नम्बर 2 हेरिसकेपछि नायिका के अधिकारीसँग तस्बिर खिचाइराख्नु भएको छ देख्न सक्नुहुन्छ दर्शकहरूले भाइ मेरो फोटो नानी मेरो एउटा फोटो कस्तो लाग्यो हजुरलाई एकदमै रमाइलो लाग्यो एकदमै रमाइलो लाग्यो हजुर रोगो त छैन एकदम नानी यो भाइ एकछिन यस्तो राम्रो ब्याङ्कमा ड्रप गर्नको लागि हजुरबाट धेरै धेरै थ्याङ्क यू है धन्यवाद कस्तो भइरहेछ राम्रो भइरहेछ सबैले एकदमै सकारात्मक प्रतिक्रिया दिनुभएको छ धेरैले के भन्दै हुनुहुन्छ त यहाँ दर्शकहरूले यहाँ क्यारेक्टरहरूको कुरा भइरहेछ को के भयो भन्ने अनि जो सबैले इन्जोय गर्नुभएको छ सबभन्दा ठुलो कुरा त्यो हो चलचित्र हेरिसकेपछि अब त्यसले चाहिँ अझै उत्साहित बनाइरहेको छ धेरैले दाइ किन हराउनु भन्ने कुरा आयो है अब त्यो त फिल्म हेर्नुपर्छ नि फेरि अहिलेसम्म कस्तो पाइराख्नु भएको छ हलहरूबाट ठिक छ आज हाम्रो यो फर्स्ट भिजिट हो होइन फर्स्ट भिजिटमा दर्शकहरू पनि टन्नै हुनुहुन्छ अनि त्यस पछाडि अब उहाँहरूको प्रतिक्रिया एकदमै राम्रो छ त्यसले गर्दाखेरि अब बिस्तारै यो राम्रो हुँदै जान्छ अझै हस् थ्याङ्क यू निकै माहौल छ देख्न सक्नुहुन्छ दर्शकहरू तस्बिर खिचाइराख्नु भएको छ नायिका के अधिकारीसँग हामी बाहिर भेट्छौँ ल बाहिर